नमस्कार हजुर, नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? एकदम सन्चै। अनि अहिले हजुर के गर्दै हुनुहुन्छ त? अब अहिलेको समयमा त्यही नै हो, लेख्ने हो, पढ्ने हो, त्यसैमा सीमित। हजुर, अब खास गरी नेपाली साहित्य अथवा बाल साहित्य अथवा यो कथाको क्षेत्रमा इन्द्रकुमार श्रेष्ठ शरीर भनेपछि एउटा पहिचान खुलेको एउटा साहित्यकारको रूपमा मैले यसरी बुझेको छु। यहाँलाई कस्तो लाग्छ? यहाँले अहिलेसम्म कतिवटा कृतिमा हात हाल्नुभयो? पाठकको प्रतिक्रिया के छ? यो पाठक हात पुगेको छ कि छैन? यहाँले लेख्नुभएका रचनाहरू अलिकति मलाई सजिलो बनाइदिनुहुन्छ कि? मेरो कृति चाहिँ अहिले 17-18वटा भइसक्यो। त्यो चाहिँ अब विविध विषयको कृतिहरू हो। पहिलो कृति चाहिँ पूर्व क्षितिज भन्ने कविता सङ्ग्रह हो र पछिल्लो प्रकाशन भएको कृति चाहिँ एकमुठी घाम, त्यो चाहिँ लघु कथा सङ्ग्रह हो। र यो बिचमा मेरो कथा सङ्ग्रह आयो, कविता सङ्ग्रह पनि आयो, उपन्यास आयो, बाल साहित्यका कृतिहरू आयो र अब पाठक समक्ष कति पुग्यो कति पुगेन भन्ने कुरो चाहिँ यो प्रायः नेपाली लेखक साहित्यकारहरूको चाहिँ एउटा ठुलै समस्या हो जस्तो लाग्छ। किनभने हाम्रो बिक्री वितरण प्रणाली त्यति चुस्त दुरुस्त र सशक्त छ जस्तो मलाई अझै पनि लाग्दैन। त्यस कारणले गर्दाखेरि चाहेर पनि हामीले सबै ठाउँमा आफ्ना रचनाहरू कृतिहरू चाहिँ पुर्याउन सकेका छैनौँ। जस्तो मेरो पनि चाहना छ मेरा प्रकाशन भएका कृतिहरू सबै ठाउँमा पुगुन्, पूर्वदेखि पश्चिमसम्म पुगुन्, नेपाल अधिराज्यको सीमा पनि काटेर पनि अब जहाँ जहाँ नेपाली भाषीहरू हुनुहुन्छ त्यहाँसम्म पुगोस् भन्ने चाहिँ अब एउटा लेखक कवि साहित्यकारको चाहना त हुन्छ नै। मेरो पनि पृथक चाहना होइन, त्यही नै चाहना हो। तर अब विशेष गरिकन मेरो रचनाहरू, मेरो कृतिहरू प्रकाशन भएको अब संस्थाहरूबाट पनि खासै व्यापक रूपमा त्यसको प्रचार प्रसार भएको अथवा त्यो आम पाठक माझमा पुगेको मलाई त्यति अनुभव र अनुभूति चाहिँ भएको छैन। त्यही कारणले विशेष गरिकन अब पछिल्लो समयमा प्रकाशन भएका कृतिहरू चाहिँ अझ अलिकति छरिउन्, किनभनेदेखि अहिले अब आम पाठकको हातमा नपुगिकन त त्यसको चर्चा परिचर्चा हुन्छ भन्ने पनि छैन। त्यसको लागि पनि पुगुन् र चर्चा परिचर्चा स्वाभाविक हुन्। चर्चा परिचर्चा भनेको के भनेदेखि एउटा प्रतिक्रिया पनि हो। मैले कस्तो लेखेँ, कतिसम्म लेखेँ र कतिसम्म त्यसको प्रभावकारिता चाहिँ भयो, एउटा सकारात्मक अथवा नकारात्मक के छ त्यसको फिडब्याक, त्यो पाउन सक्यो, समयमै पाउन सक्यो भने चाहिँ अब हामी त आजीवन लेखिराख्ने मान्छे हो। यो लेखन बाहेक अर्को रुचि पनि छैन, लेखन बाहेक अब अन्यत्र जानुपर्ने पनि छैन। त्यही कारणले अर्को पटक लेख्दाखेरि चाहिँ ती भएका कमी कमजोरीहरू सुधार्न सकिन्थ्यो र राम्रो पक्षलाई निरन्तर अगाडि लान पाइन्थ्यो र त्यो चाहिँ त्यसको लागि पनि अब आफ्नो प्रकाशनहरू चाहिँ बढीभन्दा बढी क्षेत्रमा, बढीभन्दा बढी आम पाठक माझमा पुर्याउन पाए हुन्थ्यो भन्ने चाहना त स्वाभाविकै हो। मैले हजुरले यहाँनिर रोकेँ। त्यसो भए अहिले यति बेला हुने विगत 2-3 वर्षदेखि नेपाल लाइब्रेरी फाउन्डेसनले एक घर एक पुस्तकालय एक व्यक्ति एक पुस्तक भन्ने अभियान चलाइरहेको छ। यो अभियानको बारेमा गत साल यहाँले पनि आफ्नो भनाइहरू राख्नु भएको थियो। हजुर हजुर, यो अभियान मार्फत आफ्नो किताबहरू अगाडि जाओस् भन्न चाहनुहुन्छ त? त्यसो भए एकदमै एकदमै चाहन्छु म। र अहिले पछिल्लो समयमा केही समय मेरो स्वास्थ्यले पनि मलाई अलिकति साथ नदिएकोले गर्दाखेरि पनि यो लाइब्रेरी फाउन्डेसनसँग चाहिँ म अलिकति नजिक हुन पनि नसकेको हो। तर चाहना मैले तपाईँसँगको पहिलो भेटघाटदेखि नै मैले राखेको हुँ र मैले केही किताबहरू छुट्याएको पनि थिएँ। कमसेकम यही बहानामा भए पनि मेरो के अरे कृतिहरू चाहिँ, जस्तो कि अब पश्चिम, जहाँ मैले आजसम्म टेकेको पनि छैन, पश्चिम सुदूरपश्चिम, ती क्षेत्रमा एउटा किताब लिएर जान मेरो लागि सम्भव छैन। तर यही अब लाइब्रेरी फाउन्डेसन मार्फत चाहिँ त्यो जान सक्यो भनेदेखि त्यो त मेरो लागि सुनमा सुगन्ध भने जस्तै नै हो। त्यसै गरी अब पूर्व पश्चिम उत्तर दक्षिण जहाँ जहाँ यो अब अभियान पुगेको छ त्यहाँ ठाउँमा पुगोस् भन्ने त पक्कै पनि मेरो चाहना हो। फेरि म हजुरले के जोड्न चाहन्छु भने त्यसो भए अब प्राय नेपाली लेखकहरूमा के देखिन्छ भने अब आफूले गरेको मेहनत परिश्रम लगानीको प्रतिफल उठाउनको लागि उहाँहरू त्यो पुस्तक चाहिँ कसैले किनिदिए हुन्थ्यो भन्ने चाहना पनि राख्नुहुन्छ। यो वितरण निःशुल्क वितरण अहिलेको लेखकहरू त्यति रुचाउनुहुन्न। हजुरले भन्नुभएको नेपाल लाइब्रेरी फाउन्डेसन मार्फत आफ्ना कृतिहरू चाहिँ हरेकको हातमा पुगो, हरेकको घरमा पुगिदियो भने राम्रो हुन्थ्यो भन्ने हो। एकदमै
किनभनेदेखि आफूले गरेको लगानी उठोस् भन्नु चाहनु त त्यो स्वाभाविक पनि हो, त्यसलाई अस्वाभाविक भन्न मिल्दैन। तर मेरो सन्दर्भमा कुरा गर्नुहुन्छ भनेदेखि चाहिँ यो मामलामा चाहिँ म धेरै पछाडि छु जस्तो मलाई लाग्छ। मेरो लागि त अहिले यति मात्रै चाहना हो कि मेरा निस्किएका कृतिहरू सशुल्क बिक्री भएन भने पनि कमसेकम पुस्तकालय मार्फत भए पनि आम पाठकको माझमा पुगोस् र पुगेपछि उहाँहरूले अध्ययन गर्न पाउन्, उहाँहरूले गरेको अध्ययनको मैले प्रतिक्रिया सुन्न पाऊँ। सबैभन्दा मेरो चाहना चाहिँ त्यही हो। र एकजना अब पाठकको हातमा पुगिसकेपछि समीक्षक समालोचकको हातमा पनि पुगोस् र इन्द्र कुमार श्रेष्ठ सरितले अब यो 40-45 वर्षको अवधिमा लेखेको कृतिले चाहिँ कहाँ स्थान राख्छ त नेपाली साहित्यमा, त्यो बारेमा पनि जान्न पाएदेखि त्यो चाहिँ एउटा महत्त्वपूर्ण कडी हुन्थ्यो होला जस्तो मलाई लाग्छ। हजुर, मलाई साह्रै खुसी लाग्यो। अब यसरी सो घोषणा गर्ने स्रष्टाहरू लेखकहरू साह्रै यो बजारमा कम भेटिन्छ। त्यसले गर्दाखेरि नेपाल लाइब्रेरी फाउन्डेसनसँग सहकारी गरेर आफूले लेखेका कृतिहरू नेपाल लाइब्रेरी फाउन्डेसनको घर घरमा पुस्तकालय अभियान मार्फत घर घरमा पुर्याउने, जिल्ला जिल्लामा पुर्याउने, गाउँ गाउँमा पुर्याउनको लागि चाहिँ म एकदमै तयार छु भन्नुभएको छ। यसको लागि नेपाल लाइब्रेरी फाउन्डेसन यहाँलाई हार्दिक अभिवादन अथवा स्वागत गर्न चाहन्छौँ। हातेमालोको साथ अगाडि बढ्दाखेरि राम्रो हुनेछ भन्ने यहाँसँग सधैँ हामी हातेमालो गर्दै अगाडि बढ्नेछौँ। र मैले यहाँलाई के क्वेसन राख्छु भने यहाँले लेख्नु भएको 18वटा जति कृतिमा लेखकलाई त सबै आफूले लेखेको कृति सबै राम्रै लागेको छ। कहिलेकाहीँ अब मलाई कस्तो लागेको छ भने लक्ष्मीप्रसाद देवकोटाले पनि मैले लेखेका कृति सबै जलाइदिनु मुना मदन बाहेक भनेको हुनाले हजुरलाई कस्तो लाग्छ आफूले लेखेका कृतिहरूमा चाहिँ यो चाहिँ अलिकति राम्रो लेखेछु भन्ने कतै छ? तपाईँको प्रश्नमै मेरो जवाफ पनि लुकेको छ जस्तो मलाई लाग्छ। किनभनेदेखि लेखकलाई आफ्नो रचना नराम्रो पक्कै पनि लाग्दैन। नराम्रो लाग्थ्यो भनेदेखि चाहिँ उसले प्रकाशनको त्यो अभिभार पनि लिँदैन थियो र आम पाठकको माझमा उसले आफ्नो रचनाहरू पुर्याउन चाहँदैन थियो। र प्रकाशन गर्नुको अर्थ के भनेदेखि ऊ सन्तुष्ट भएरै चाहिँ त्यो प्रकाशन गरेको हो। र अब तपाईँको प्रश्नको एउटा वाक्यमा जवाब दिनुपर्दा के भन्छु भनेदेखि मैले 17-18वटा कृतिहरूमध्ये मलाई चित्त बुझेरै मैले प्रकाशन गरेको हुँ। अब त्यसमा तपाईँले छान भनेर चाहिँ एउटा भन्नुहुन्छ भनेदेखि यो असाध्यै गाह्रो काम त हो, तर पनि छान्नै पर्ने चाहिँ बाध्यात्मक स्थिति आइपर्यो भनेदेखि म मेरो कथा सङ्ग्रह ऋतु फेरिँदै जान्छलाई छान्न चाहन्छु। हस्, धन्यवाद। फेरि अर्कोचोटि भेट्ने अपेक्षाका साथ धेरै धेरै धन्यवादका साथ म बिदा हुन्छु। हस्, धन्यवाद मेरो पनि।